हेलो। आजको भिडियो चाहिँ मैले मर्निङमा दाँत ब्रस गरेबाटै सुरु गरिसकेकी छु। किनभने बिहानै उठेर म चाहिँ दाँत ब्रस गरेर नुहाइ गरेँ। आज घर जाने भनेर 8-9 दिन भयो अब आएको। अनि 2-4 दिन बस्छु भनेर आएको थिएँ। अब फट्टै केही जरुरी काम परेको लागि म चाहिँ निस्किन आँटेँ। अब कपडा पनि प्याक गरेँ। माने कपडा त त्यति लगेकी थिइनँ। अब जति लगेकी थिएँ ती कपडाहरू माने हालेँ। अब यति गरेर अब कपडाहरू हालेर अनि हामीहरू चाहिँ ठिकठाक परेर यहाँ भाउजू घर बडो घर माने खाना बिहान हाम्रैमा खाएर जानु भनेर भन्नुभएको थियो। अनि खाना खान गयौँ। खाना यस भाउजूले बनाउनु भएको रह भोक पनि लागिरहेको थियो, पुरा टेस्टी पनि लाग्यो। सलाद बनाउनु भएको रह, कुखुरो काट्नु भएछ। अनि मलाई चाहिँ घिउ थियो। अब सब्जी निरामिष पनि टेस्टी भएको थियो। त्यहाँबाट हामीहरू घरमा आएर अनि घरबाट निस्किएका, अलिक छिटै निस्किएका आज चाहिँ घरबाट। किनभने फेरि 2 जग्गा पस्नु थियो। कहाँ पस्नु थियो हेर्दै जानुहोस्, भिडियो हेर्दै जानुभयो भने थाहा भइहाल्छ तपाईँहरूलाई। र सधैँ चाहिँ हामी निस्किँदा 2:30 बज्थ्यो। आज चाहिँ 10 बजेकै थिएन। अब छिटै निस्किएका, टाइम लाग्छ भनेर। अरू जाँदा पनि अलिक स्लोमै जानु थियो, त्यहीको लागि। त्यहाँबाट घरबाट आमाले के हालिदिनु भएको थियो। अब आलु-सालु लिएर जाँदैछु। अनि त्यहाँबाट के भयो जिस्काउँदैछन् अब केटाकेटी। अनि त्यहाँबाट गएर हामीहरू पस्यौँ धौला लाउपानीमा दिदी घर, माने दिदी घर थियो, कान्छी दिदी घर। अनि त्यहाँ स्कुल पनि बन्द थियो। भान्जा भान्जी पुरा हामीहरू पस्यौँ भनेर फोन गरिदिएका थियौँ चाहिँ। अनि बाटोमा पुरा रुँगिरहेका थिए, हेरिरहेका थिए अब बाटो। अनि पस्यौँ दिदी घर पसेर बाबु केही भन्दैछन् अब। अनि दिदी घरमा पसेर हामीले खाना त भर्खर खाएर आएका थियौँ। दिदीले भन्नुभयो खाना खाएर जानु बस्छ भनेर। तर खाना चाहिँ हामीले खाइनौँ, किनभने भर्खरै खाएर आएका थियौँ होइन र। भिडियोमा आधा घन्टा त भएको थिएन खाएको। अनि त्यहाँ गएर दिदीलाई भने चा बनाउनु न त भन्यो। दिदीले भित्रतिर लाग्नुभएछ चा बनाउन। दिदी चाहिँ यता भित्र चा बनाउनु हुँदैछ र मलाई के भन्नु पनि हुँदैछ, म भिडियो बनाउँदैछु भनेर भनेकी थिएँ कि। अनि त्यहाँ भन्नुहुँदैछ अब। अनि चा बनाउनु हो, चा खायौँ। चासा खाएर अनि हामीहरू चाहिँ त्यहाँबाट अब हामी घरको सानीमा घर जानु थियो। कान्छी सानीमा त्यही हुनुहुन्छ चाहिँ। अनि सानोलाई अस्ति भर्खरै अपरेसन गरेको थियो, पसेर जाउँ भनेर। अनि त्यहाँ पस्यौँ। अब हेरेर पनि जाऊँ भनेर आएर 1 दिन बस्ने कुरा थियो, तर त्यस्तै समय नमिलेको लागि बसिनौँ। अनि यहाँ पस्यौँ सानीमा। के भन्नुहुँदैछ, भिडियो मेरो चाहिँ राम्ररी गरै भन्नुहुँदैछ। चा खानुहुँदैछ, जिस्काउनु हुँदैछ भने। अनि चाय खाएर एकछिन बसेर हामीहरू त्यहाँबाट पनि घर निस्क्यौँ। किनभने फेरि भरे घर आइपुग्दा राति हुन्छ, जहिल्यै राति हुन्छ। गाली त हामी खान्छौँ बेसी राति भएपछि, माने त्यहीको लागि। माने बेसी राति खै 10-11 बज्छ चाहिँ, त्यहीको लागि भयो। गाली खाने काम गरेपछि गाली त खाइन्छ है। अनि त्यहीको लागि छिट्टै निस्किएका भन्दा पनि लगभग 3 बजेको थियो निस्किँदाखेरि। आउँदै 7 बज्यो अब घर आइपुग्दाखेरि। अलिक बिस्तारी आयौँ। अनि ल त आजको भिडियो पनि यति नै हो। बाई बाई।